Hello guys, अनि म चाहिँ गराइसकेको छु है भाइले के भन्दैछ मलाई यहाँ भन्दै त के भन्दै थियो हेलो गाइस मैले त्यस्तो भन्छु अरे बहिनी यहाँ पढ्दैछ ऊ बहिनी पढ्दैछ आमाहरू नातिबाट अहिले अनि लुगाहरू अलिक पठाउँछु होइन अलिक ज्वरो होला जस्तो हुँदैछ मलाई चाहिँ हेलो मैले चाहिँ खाना बनाइसकेको छु है अब मेरो अरू काम छ सो अब बहिनीले रुमहरू चाहिँ चटक्क पारेर स्कुल गई रुमहरू चाहिँ सफा पारेको छ लाइट मार्नुपर्छ अन्त यताको चाहिँ ठिकैको बनाइछ त्यति साह्रो सफा बनाएन रहेछ अब चाहिँ हामी जाँदैछौँ गएर पानी दिनु छ के गर्नु छ होइन काम धेरै छ अनि समय कम्ती अनि आज पर पूजामा पनि जान्छ भगवत पाउनुभएको छ हाम्रो यहाँ गाउँको एलडी सरले सो हामी जाउँ यस्तो कामहरू गर्नुपर्छ गाईलाई पानी दिनुपर्छ कुनै काम धेरै छ अहिले बाबाहरू गराउनुहुन्छ तपाईँहरूलाई मैले यो सानो हुँदाखेरि देखाएको थिएँ रोपेको बेलामा अहिले यत्रो भएको छ है अलिक झारले चोपेको छ अस्ति यता चाहिँ मैले अस्ति गरेको थिएँ तर फेरि आइहाल्यो झार त गाईहरू छ अलिअलि गोबर सोर्नुपर्ने रहेछ आज चाहिँ मैले खासै केही गरिनँ अल्छी लाग्यो मलाई आज कि पुरा हुन्छ नि घाँटीहरू पनि दुख्दैछ ज्वरो आउला जस्तो हुँदैछ नि त अन्त बिहानै दोकान गएँ आएँ मैले काका आउनुभएको थियो यहाँ बसेर बनाउनु बित्तिकै काकाले जिस्काउनुहुन्छ कि पुरा सरम लागेर आउँछ ए नबाउला अस्ति यहाँ बसेर रिल्स बनाउँदै थिएँ कि आकृति बाउलाई चाहिँ मामरीको घरको पागल निक्लेछन् भन्दै त्यस्तो जिस्काउनु हुँदै थियो तर म पागल चाहिँ होइन सो जाउँ काम गर्नुपर्छ है म तपाईँलाई काम गरिसकेपछि टक्कै देखाउँछु हस् बाई बाई अहिले चाहिँ यो मासु गोठमा जुन चाहिँ एन्जोली दिएको थियो हामीलाई एन्जोली बनाउँदै अनि यहाँ एन्जोको गाई नपाल्दाखेरि चाहिँ हामीले यहाँ पालेको छौँ यहाँ 3टा छ बाख्रा अस्ति 3टा बेचेँ होइन अब 5वटा छ आँखामा अनि यहाँनिर अलिकति सिबी बाख्रा के यहाँनिर चाहिँ सो भर्खरकै अवस्था भन्दाखेरि चाहिँ मैले पानी सानी सबै दिइसकेको छु अनि अहिले त्यस्तो छ अब चाहिँ म यहाँ बस्छु मेरो फोनमा चार्ज पनि छ जस्तो लागेर एकछिन परतिर जानु मन परिरहेको थियो लेट्स गो गएको नाम है जानु मन लागेको ठाउँमा छोड्नु हुँदैन फेरि भरे केही भइहाल्यो नि यो ट्राई गरेको यो के हो ये बार दूं जाउँ बाबा आउँदै रहेछ बाबालाई सघाउनुपर्छ होला नि त ऊ त लाउनु हुँदो रहेछ बाबा कि नजाउँ है अहिले भरे पनि जानुपर्छ सो अहिलेको लागि यति नै हेलो म चाहिँ हिँडिसकेको छु अब पूजामा जान्छु यतापट्टि मामाको घरमा वर्तमानको आज कसार बाट्ने छ होइन अनि उताटी घरमा नजिकै उताटी आज पूजाको लास्ट दिन सो आज म उताटी जाँदैछु
भोलि वर्तमानमा त्यहाँबाट चाहिँ आज आमा जानुभयो होला कसार बाट्नु। अनि भोलि चाहिँ म जाउँ भनेको। अनि मेरो आउटफिट चाहिँ यस्तो छ, हेर्न सक्नुहुन्छ तपाईँले है। अनि हामी चाहिँ अब उताको बाटो हिँड्थ्यौँ पहिला, अहिले हिँड्न छोडेको चाहिँ बाटो बारिदिएको छ है। केही इस्यु भयो, पर्सनल इस्यु, सो बाटो बारिदिएको छ। अनि यहाँ काकीलाई पनि सोधौँ है। काकी वर्तमान पर जाने? ए जानुभयो? ए सँगै जाउँ ल भोलि त्यसो भए। सबै सकेर चाहिँ म घर जाँदैछु होइन। घरमा चाहिँ खुलेदिनु अरे, कुनै के गर्नु अरे अनि चाहिँ यो चाहिँ घरतर्फ लाग्दैछु म चाहिँ। हजुरलाई नि आउँछु भन्नुहुँदै थियो, कहाँ जानुभयो?